आज हामी लामो टुरको यात्रामा हिँडेका छौँ र हामीसँग सुदर्शन सर, लोक सर अनि करण सर र म पनि छु होइन। सुदर्शन सर, हाम्रो यात्रा कहाँसम्म हो? आज हाम्रो बिर्तामोडदेखि बोर्डर एरिया दक्षिणी कभर गर्ने अनि हाम्रो लोक सर चाहिँ अब हामीलाई गाइड गर्नुहुन्छ कुन बाटो जानुपर्छ र हामी अब घुम्न निक्लेका मान्छे अब कहाँ पुग्छौँ, जुन बाटोले जता लान्छ त्यतै मोडिँदै अब बेलुकासम्ममा चाहिँ हामी फर्किन्छौँ आफ्नो करण सर के भन्नुपर्ने छ हजुरलाई? आज अब हामी एउटा मेला लाङबाङतिर नहुनु होइन, कपुरमा चाहिँ एउटा ग्यादरिङ जस्तो पनि अनि गीत जस्तो पनि आज हामीले यो बिर्तामोडदेखि यो छात्राको चाहिँ दक्षिण बोर्डरसम्म पुगेर चाहिँ हामी यहाँ टेक्दाङ लाउने हस् ल हुन्छ। अब फेरि हामी तपाईँलाई बाटो अगाडि बाटो कस्तो छ हामी देखाउँछौँ है तपाईँहरूलाई। हामी ट्याक्कै फुलबारी बजारमा छौँ अहिले। ल हामी झापाको पर्यटक स्थल होइन, नेपालकै सबैभन्दा होचो ठाउँ भन्छ यसलाई कञ्चल कवल के अरे केचना कवलमा रहेको हामी केचनामा आइपुगेको छौँ। यसबारे केही भनिदिनुहुन्छ हाम्रो सुदर्शन सरले, के भनिदिनुहुन्छ तपाईँलाई कस्तो ठाउँमा मेरो पहिलो भिजिट हो। मलाई लाग्छ यहाँदेखि अलिक पर गएपछि राम्रो छ। त्योभन्दा पनि राम्रो यो मौसमले चाहिँ हामीले एकदम राम्रो साथ दिएको छ। राम्रो राम्ररी हामीले एक्सपोर्ट गरेर अरू कुरा केही भन्नुहुन्छ भने लोक
हामीलाई अझ धेरैजना थाहा छ उहाँले यो बारेमा विस्तृत रूपमा भन्नुको लागि नमस्कार। अब मलाई चाहिँ अब सुदर्शनजीले भनिहाल्नु सबै कुरा थाहा छ, मलाई चाहिँ झन् केही थाहा छैन। अब हुन चाहिँ मेरो घर यहाँबाट तपाईँको 10 किलोमिटर मात्रै मास्तिर हो, तर पनि मलाई यो एरियाको बारेमा यो क्षेत्रको बारेमा त्यति चाहिँ ज्ञान छैन। तर अब यहाँ हुनुपर्छ के भने यो गेटमा चाहिँ अलिकति स्वागतहरू गरिएको जस्तो राखिनु पर्थ्यो। गाउँपालिकाले पनि अब नहेरेको जस्तो भन्ने पनि बुझ्यो राखिदिएर पर्यटकहरूलाई आउनु जाने चाहिँ यहाँसम्म हाम्रो हो भनेर चाहिँ चिनारी चाहिँ हुनुपर्थ्यो। अब जे छ आज हामी घुम्न आएको छौँ, मौसमले पनि साथ दिएको छ, त्यही हो। अब अरू चाहिँ हामी अब रमाइलो गर्छौँ। करौँ सर, तपाईँ बाँकी रहनु भयो के रहेछ यो ठाउँ? नेपालकै सबैभन्दा होचो स्थान भनेको चाहिँ सेनाले आएको हो, तर आफ्नै जिल्लामा भन्दा पनि आउन पाइरहेको छ। पहिलो अवसर साथीहरूकै एउटा सानो सर्ट ट्रिपको अर्गनाइजेसनमध्ये आज ठाउँ र समुद्री सतहबाट 58 मिटर मात्रै उचाइमा रहेको भन्ने मानिएको छ, मानिँदै आएको छ। भन्नु मतलब टेक्निकली रूपमा चाहिँ समुद्री सतहबाट 58 मिटर उचाइमा चाहिँ हामी अहिलेको हाम्रो रहेको ठाउँ चाहिँ हो भनेर चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु। अरू त खासै केही छैन होइन सर। खासै अब एउटा माछाको केही लगभग 1.5 किलोमिटरको आसपासमा चाहिँ हाम्रो मित्र राष्ट्र भारतको सिमाना सँगै दुलालको चाहिँ ठाउँ रहेको छ। हस्, धन्यवाद हजुर सबैलाई। तपाईँहरू सबैजना हेर्न सक्नुहुन्छ यो ठाउँ। यसलाई अलिकति राम्रो तरिकाले संरक्षण गरेर अलिकति राम्रो तरिकाले बनायो भने एकदम राम्रो ठाउँ हुने रहेछ यो, किनभने एउटा इतिहास पुगेको ठाउँ पनि रहेको छ होइन। तपाईँले देखिरहनु भएको छ वरिपरि सबै यो समुद्री सतहबाट 58 मिटरको हाइटमा भएर होला। यहाँबाट तपाईँले समतल भूभाग देख्नुहुन्छ। तपाईँले यहाँ बसेर हेर्नु भने वरिपरि सबै जति पनि झापाको भनौँ न यो भद्रपुरको यो केन्द्रित बनाउनु ठाउँहरूलाई मजाले तपाईँले निहालेर हेर्न सक्नुहुन्छ। विशेष गरी यो ठाउँलाई बनाउनु पर्ने पर्यटकहरूको लागि आकर्षक बनाउनको लागि यहाँको गाउँपालिकाले पक्कै पनि पहल गर्नुपर्ने छ, किनभने यो एउटा इतिहास पुगेको हो, नेपालकै एउटा इतिहास पुगेको ठाउँ हो र नेपालकै सबैभन्दा होचो जग्गा भनेर चिनिएको ठाउँ छ। र यो जग्गाभन्दा होचो सायद नेपालमा छैन होला। र यो जग्गालाई चाहिँ अलिकति यसलाई मेन्टेन गर्ने रहेछ र यहाँलाई पर्यटकहरू कसरी हुन्छ आकर्षण गर्न चाहना राख्छ र यो ठाउँलाई पर्यटन क्षेत्रमा विकास गर्ने हो भने चाहिँ यो ठाउँको विकास गर्न पनि जरुरी रहेछ। सायद कोसिस चाहिँ गर्नुभएको होला। यो वरिपरि यो ब्यारियरहरू जुन वालहरू लगाइराख्नु भएको छ, गेटहरू वालहरू लगाइराख्नु भएको छ, तर यो व्यवस्थित चाहिँ छैन सर। किनभने हामीलाई यहाँ आउनको लागि पनि एकदम धेरै उसबाट आउनुपर्ने हो। यो ठाउँ एउटा इतिहासको ठाउँ भए पनि किन यसलाई अब यसरी छोड्नु भएको, यहाँको पक्कै पनि यहाँको गाउँपालिका अध्यक्षज्यूहरूले यो ठाउँलाई अलिकति मजाले के भन्छ यसलाई अलिकति बनाएर पर्यटकहरूलाई एउटा आकर्षक गन्तव्यको थलो हुन्छ हो जस्तो लागेको छ। र यो ठाउँमा कसरी हुन्छ राम्ररी बनाउन सक्यो भने चाहिँ एकदम राम्रो ठाउँ रहेछ। यहाँबाट बसेर सबै कुराहरू हेर्न सकिने रहेछ, मैले यही भन्न चाहेँ। हस्, धन्यवाद।